यो झुम्काको बेस चाहिँ धेरै अगाडिदेखि मसँग थियो, तर मैले बनाउने टाइम पाइरहेको थिइनँ या त मौका पाइरहेको थिइनँ। अनि बल्ल बल्ल यो बनाएँ होइन। फेरि भिडियो एडिट गरेर हाल्ने टाइम थिएन, एकदमै बिजी भएको भएर। अनि आज चाहिँ डिसाइड गरेँ जसरी भए पनि यो भिडियो चाहिँ हाल्छु भनेर। सो अनि त्यति बेला मलाई याद आयो कि यो भिडियो एडिटिङ गर्दै गर्दा यो झुम्काको यो मुनिको यो के भन्छ यो रिङ झुम्काहरू लाउनलाई चाहिँ सुरुमा निकाल्नलाई अनि त्यसपछि लाउनलाई एकदमै झ्याउ र एकदमै कति धेरै टाइम गयो क्या यसमा चाहिँ। एकदमै पेसेन्स चाहिने। तर केही छैन, यो आर्टिकल चाहिँ एकदमै ब्युटिफुल भएर आएको छ है। हजुरहरूलाई मनपर्छ भने चाँडो अर्डर गर्नुहोला, किनभने यो झुम्काको बेस चाहिँ मसँग एकदमै कम छ है। पछि तपाईँलाई लेट भएर सकिसकेको हुनसक्छ, त्यही भएर चाँडो गर्नुहोला। अनि यो फ्लावर चाहिँ आफ्नो कलर ड्रेसको कलर अनुसारले म्याच गरेर लाउन सक्नुहुन्छ। त्यही अनुसारले अर्डर गर्न सक्नुहुन्छ है। डिफ्रेन्ट कलरमा फ्लावरहरू एभाइलेबल छ मसँग। थ्याङ्क यू।